टिपेर ल्याए साथीहरु तपाईहरुलाई स्पेशल मेरो तर्फबाट के भने होला के गरे होला हैन हो निसका कहाँको चाहिँ मारे यो चाहिँ हामी हाम्रो घर अरेकै यो चाहिँ सानो ए हाम्रो अपार्ट यसो गरेर मै भिडियो बनाउँछु यतिकै वाह क्या मजाको एउटै आजको चाहिँ हाम्रो स्पेशल बनाएर ल्याउनु भएको छ यहाँ दिदी बहिनी सँगमा यहाँ पलाउने बैगो तिमीसँग माया नल साथीहरू तपाईँहरूलाई सुषमा मगर युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ यहाँनिर मलाई चाहिँ अनप्लानिङ क्या मलाई चाहिँ थाहा नै थिएन यहाँनिर साथीहरू अघि रेडी भएर भएको छ क्या अनि मलाई जुन भन्दा म चाहिँ जस्ट यसो लुगा लाएर निस्किहालेँ क्या अनप्लानिङ यहाँको छेउको ताल छ कि यहाँ जानु लागेको छु त्यहाँनिर हो साथीहरूसँग यसो खानेकुराहरू उनीहरूले अघि बनाइसकेको रहेछ क्या छुट्टी बढाएर अनि त्यहाँ चाहिँ अब म चाहिँ रेडी भएर निस्केँ उनीहरू पनि अघि रेडी भएर अघि मलाई पर्खिरहेको छ क्या त्यहाँनिर जान्छौँ आज चाहिँ आज गएर खाएर हामी रमाइलो गर्नेछौँ है त साथीहरू म भिडियो चाहिँ मैले यहाँनिर कम्पनीबाटै स्टार्ट गरेको है त साथीहरू अहिले म तपाईँहरूलाई त्यहाँनिर देखाउने छु है त साथीहरू हामी चाहिँ अब लागेको एकजना यहाँ छ अनि एकजना यहाँ पर छ एकजना यहाँ पर छ एकजना पर पुगिसक्यो कि हामी हिँडेको हो अरू चाहिँ आउनु बाँकी छ तपाईँहरूलाई म अहिले पोखरीमा देखाउँछु नि त तपाईँहरूले हेर्नु सक्नुहुन्छ है त साथीहरू ल आज चाहिँ गएर बाबा मस्तवाला नि म भिडियो बनाउँछु है त तपाईँहरू हेर्ने साथीहरू अहिले त्यहाँ बिचमा जाँदा बाटो पनि कस्तो राम्रो छ नि त अहिले पुरा सिजन छ क्या मौसम राम्रो वेदर छ नि त अनि फुलको सिजन छ कि म तपाईँहरूलाई मजाको फ्लावर पनि देखाउँछु है त साथीहरू म देखाउँछु तपाईँहरू हेर्ने अनि त्यस पछाडि मजा लिने यदि मन पर्यो भने कमेन्ट चाहिँ गर्नु नबिर्सिनु नि साथीहरू यही है मेरो कम्पनी चाहिँ आज म कम्पनी छोडेर जाँदैछु पोखरीमा धेरै दिन बाद बाहिर निस्किँदैछु हो लु कम्पनीलाई पनि दोबी जाने अहिले भरे आउँछु म फर्केर अहिले बाटोमा भेट्नु भयो साथीहरू वाउ वेदर त अलिक धुम्मेको भयो भने मजाको छ हो क्यामेरा चाहिँ खासै राम्रो चाहिँ होइन मेरो हो फोन चाहिँ र पनि हेर्नु है साथीहरू यहाँनिर हामी अब यो बाटो हिँड्दै पर 1 घन्टा लाग्छ लगभग पुग्न पोखरी जान्छौँ अनि त्यस पछाडि पोखरीमा गएर बाबा मस्तवाला हल्का के खानपिन भेटघाट साथीहरूसँग गर्नेछौँ यहाँ हेर्न सक्नुहुन्छ हेर्नु न यहाँको हाउसहरू चाहिँ कम्ती राम्रो हुँदैन त ब्युटिफुल वाउ फ्लावर मैले चाहिँ टिपेर ल्याएँ साथीहरू तपाईँहरूलाई स्पेशल मेरो तर्फबाट त्यतिकै छोड न केशलाई उडाउन देऊ हावाले वाउ होइन मजाको फुल हौ वाउ अन्त लु है यो साथीहरू तपाईँहरूलाई पोल्यान्डबाट तपाईँहरूलाई दिएकै गिफ्ट यहीँबाट हेरेर चित्त बुझाउनु वा फुल चाहिँ मनपर्ने बित्तिकै म टिपेर चटक्क लाग्यो कस्तो देख्यो साथीहरू राम्रो देख्यो नि म त खासै राम्री त थिइनँ उयो कालेले मन परायो खोइ किन परदेखि हुन्छ नि साथीहरू चाहिँ उपर पुगिसक्यो है हिँड्दै पैदलै आम्मामा क्यामेरा त कस्तो हिँडेको बिजुली बालेर के साह्रो राम्री भएर कता हिँडेको हौ सोल्टिना देखेर त म त यो फुल दिउँ जस्तो पो लाग्यो त हेर्नु सबै यहाँ हेरेर फुलहरू टिपेर बिचरा फुललाई उयो गर्नु नदिएको हेर्नु कस्तो मजाको फुलहरू फुलिरहेको छ बास्ना कस्तो दामी आउँछ फुल चुड्नु नटिप्नु हेरेको पिला मायाजी ये भिडियो बनाएको रहेछ नि हामी भने काम गरेको उसमा चाहिँ उनीहरू भने चिटी च्याट्टा बनेर छैन लिपस्टिक कता लाग्यो मलाई पनि लगाइदेऊ न लिपस्टिक गाजल कस्तो गर्ने रे गाजल गर्ने यो पनि साथीहरू यो पनि यतिकै राम्रो छ हैन सिम्पल
हो त हो अब कहाँ चाहिँ पोस्ट गर्न लाग्यो नि मेरो भ्लग युट्युबमा ए ब्लग ओ माई गॉड यसरी समाउनु पर्छ यहाँनिर यो त्यो पुल आयो हो यहाँ पर देख्दै हुन्छ साथीहरू ताल छ के भने होला के गरे होला के लाग्छ होइन हो निसा कहाँ जाने हो बत्ती बालेर तिमीलाई साह्रै राम्रो लाग्यो अरे अहिले त फुलको सिजन हो नि त अनि हेर मलाई अहिले डान्स गर्न बाँकी नै छ ल आउन डान्स हिँड न हामीसँग नै छ यतिकै ल डान्स देखाउँछ अरे उसले डान्स देखाउन बाँकी नै छ लो मोन्केको रङ्गी खान्छ ए के अरे रक्सी खाएको अरे उसले बोल्दाखेरि पुरा हात हल्लाएर बोलिरहेको ल जाउँछ त तिम्रो एक दुईवटा गाना जाओस् न त नि गीत जाओस् न त तिम्रो यहाँ चाहिँ है यो ताल हामी जाने बाटोमा पोखरी कस्तो मलाई थाहा छैन ताल छ है यहाँनिर मजाले हिँड्ने साथीहरूसँग रमाइलो हुन्छ हिँडेर जाँदा नि कोही कोही बेला ओ यो हावा हेर बतासैले सुसेल्दै केही भने जस्तो छ मायाको सुन्दरताले केही होला जस्तो छ गाना चाहिँ आएन तर जे पाइन्छ हावा चलेर एक्कासी याद चाहिँ आयो क्या तपाईँलाई याद छ ओ यो हेर्नुहोस् अच्छा हेर्नुहोस् के हेर्नु त मैले के भन्न लाग्यो भने म हाँस्दैन होइन हाँसेपछि त दिदी यहाँभित्रको ऊ हुन्छ नि यस्तो झुन्डेको कस्तो झुन्डेको अरे अहिले किलकिलेलाई कस्तो झुन्डेको अरे छे त्यो किलकिले देख्ने गरी हाँस्ने हो त्यो भएर त नि तिम्रो मुस्कानमा तिम्रो एक मुस्कान सिस्नुलाई देखाउनु यो घाँस खोइ यस्तो हाई गरिदिएको खोइ हेलो हेलो हेर हेर मस्केको केटीहरू छोटो को हो यो तिनजना चाहिँ कता कता लुकेको हामी यसरी नदेख्नु यो तिनजना आउनु भयो हाम्रो दाइ भाइहरू चाहिँ के अरे हर मासम्बु अरे पहिला हेलो यहाँ इसी हाम्रो दाजुभाइहरू हेर्नुहोस् है साथीहरू ल केही जाओस् न दाजुभाइहरूबाट एक शब्दहरू आज हामी कहाँ जाँदैछौँ मासु भात खानको लागि चाहिँ हामी पोखरी नै जानुपर्छ र रुमै खाँदा नि मासु भात प्लस थैलामा खिर मासु भात खिर के भन्छ थैला खिर के भन्छ बेलामा त गोरो आयो कालो मान्छे कालेलाई ल साथीहरू अहिले चाहिँ अहिले हामी चाहिँ सबै साथीहरू भेलाबाट जाँदैछौँ कि अहिले म पोखरीमा पुगेपछि चाहिँ तपाईँहरूलाई म देखाउँछु है त ल हाम्रो पोखरीको भिडियो मेरो फ्रेन्डले चाहिँ यहाँ नाम रोज विच गिभ यु No, I picked this one. जस्ट मन परेर त टिभी हेरेँ क्या I picked this one because यहाँ हेर्ने बाटैभरि फुलेको फुलहरू कस्तो मजाको देखिरहेको छ वा टिपेर ल्याउनु भयो यो फुल चाहिँ म टिप्नु लागेको छु साथीहरू ल टिप माया कतिवटा एउटा टिपन तिमी पनि कतिवटा टिप्नु यो पनि हो फुल कस्तो मजा दिएको माथि चल यसो गरेर मै भिडियो बनाउँछु यतिकै वाह क्या मजा कि एउटै लु है साथीहरू फुल मजाले हेर्नु है हाम्रो पोल्यान्डको फुल तर मेरो स्पेसल मान्छे भनेको मम्मी ड्याडी हो मम्मी ड्याडीको लागि है यही भिडियोबाट मम्मी तपाईँहरूको लागि यो फुल मैले स्पेसल टिपेको लभ यु है घोडा मजाले हेरिरहेछ यसलाई जाउँ कोही छौँ फुल कहाँ आएको चाहिँ अरे यो चाहिँ हामी हाम्रो घर अरेकै सानो ए हाम्रो अपार्ट कस्तो छ गाइस कमेन्ट गरिदिनु होला अयो यहाँ चाहिँ म साथीहरूको अपार्टमेन्टतिर आएको छु कि यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँहरूले कस्तो मजाको हेर्नु न वाउ
अघिको लुक्स र अहिलेको लुक्समा कति चेन्ज हेर त यहाँदेखि कतिको टाढो छ हौ हो पोखरी यहाँ चेपबाट होइन परैबाट देखाउँछु वाउ यहाँबाट हेर्नु है अब चाहिँ यहाँनिर फाइनली हामी आइपुग्लाग्यौँ है साथीहरू मजाको मायाको तर्फबाट कुनाबाट यहाँ देख्नुहुन्छ यहाँनिर फाइनली हामी चाहिँ यो ताल आइपुगिसक्यौँ कि यहाँ चाहिँ तालमा चाहिँ यता हो तर साथीहरू चाहिँ ऊ पर बसेको छन् हो खानुलाई हामी चाहिँ यता हो ओ यहीँ कस्तो मजा आउँथ्यो क्या बसेको ऊ पर चाहिँ राम्रो ठाउँ यहाँ हेर्नु तालहरू यहाँ यति फोटो खिच्नुको लागि झाडी फाडीहरू आएको केटीहरू यहाँ चाहिँ यहाँबाट चाहिँ मजाकै देखिँदो रहेछ है बोटिङ गर्दै जानु लागि क्या हो यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो यो पोखरी चाहिँ अलि पछाडि बस्नु नि त अलि पछाडि हो त्यसरी लु साथीहरू आज हाम्रो यही हो हाम्रो कस्तो भइरहेछ हौ यता खाँदाखेरि चाहिँ खिर कमला दिदी आजको चाहिँ हाम्रो स्पेसल बनाएर ल्याउनु भएको छ यहाँ दिदी बहिनीहरूले साथीहरूले यो खाने हो अनि पेप्सी खाने हो अनि रमाइलो गरेर घरतिर जाने हो के हो मासु ताने गरेर केटीले ओ हेलो कमला दिदी के छ खबर के को पार्टी अरे आज हात बजे चाहिँ ओ माया कता हो लुकेको यो मायाहरू त अब चाहिँ यो खानपिन हाम्रो भइसक्यो अब चाहिँ हामी यहाँदेखि लाग्छौँ आज अलिक छिटो छुट्टी भएर साथीहरूसँग सँग माया पलाउने बैगो बैगो तिमीसँग माया नलाउने ल ल साथीहरू आज हाम्रो मेरो चाहिँ यहाँ पार्टी पनि सकिसकेको छ अब म अब घर जाने बेला भइसक्यो नि त सबैजनाको अनि सबैजना उठेर सबैजना खाएर कोही कता कोही यतातिर फोटो खिच्दैछ हो सबै साथीहरू जस रमाइलो भयो अब चाहिँ रमाइलो गरेर त्यस पछाडि यति नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु है सुषमा मगरमा है त ल साथीहरू हस् त अब फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ है त त्यतिन्जेलको लागि बाई बाई लभ यु अल